नेपालका पहाडमा लुकेको सुन हो। आज हामी अलैँची खेतीको लोभलाग्दो आर्थिक सम्भावनाबारे कुरा गर्दैछौँ। सुन्दा अचम्म लाग्न सक्छ, तर स्थानीय किसानहरूले यसैबाट वर्षमै लाखौं कमाएर आफ्नो जीवनस्तर मज्जाले उकासिरहेका छन्। यो भान्साको सामान्य मसला मात्रै होइन क्या, विदेशमा समेत अत्याधिक माग भएको निकै कडा नगदे बाली हो। यसको सबैभन्दा गजबको कुरा त एकपटक रोपेपछि वर्षौंसम्म लगातार फल्छ र आम्दानी दिइरहन्छ। कस्तो कायदा! खास गरी इलाम, ताप्लेजुङ र पाँचथर जस्ता हाम्रा पहाडी जिल्लाहरूमा त यो सुपर हिट नै भइसकेको छ। चिसो हावापानी, अलिकति छाया, राम्रो मल र ठिक्कको स्याहार सम्भार पाए यसले सुन फलाउँछ। सुरुमा अलिकति लगानी त पक्कै लाग्छ, तर एकपटक फल्न थालेपछि नि यसको दीर्घकालीन आम्दानी साँच्चै लोभलाग्दो हुन्छ। त्यसैले त अचेल धेरै युवाहरू विदेशिनुको साटो गाउँमै फर्केर व्यावसायिक अलैँची खेतीतर्फ धमाधम लाग्दैछन्। गाउँमै बसेर यस्तो दिगो आम्दानी गर्न सकिने यो खेतीले साँच्चै नै कृषकहरूको भविष्य बदल्ने पक्का छ। त्यसो भए के साँचो आर्थिक समृद्धिको बाटो हाम्रै पहाडहरूमा पहिल्यैदेखि हुर्किरहेको त छैन? सोच्न बाध्य बनाउँछ है।